भेडो जस्तो अनुहार गरेको केटी छे Oh my god. एउटा ब्युटी पार्लरमा काम गर्छ क्या भने पुरानो जन्म फेरि तिम्रै साथ पाऊँ अधुरो सपना हाम्रो सधैँ नै पुरा गर्न पाऊँ त्यो एकजना के अरे त्यो केटीको नाम अमेरिकातिरबाट बोल्दो रहेछ ब्युटी पार्लरमा यत्रो भेडो जस्तो अनुहार गरेको केटी नि अनि किस्ता तिर्ने बेला भएन अब फेरि कहिले आन्दोलन गर्ने भनेर त्यो भेडो जस्तो अनुहार गरेको यहाँ काम गर्न नसकेर उहाँ गएको छ अनि हामीलाई सिकाउँछ हर्क सम्मानको ग्रुपले मार गाली गरेछ अनि रोई फेरि तिमीले यस्तो गाली गर्ने उस्तो गाली किन सोसियल मिडियामा किन हामी कसैलाई गाली गर्दैनौँ हाम्रा बिमाका पैसा छिटो आउन् विपन्नताका पैसा छिटो आउन् हामीले दबाई गरेका छौँ सरकार हामीलाई बाँच्न देऊ सरकार हामीलाई गरी खान देऊ सरकार होइन बोल्न देऊ सरकार गरिबको कोही छैन चमेली सरकार दुर्गा परसाई छ है सरकार भन्ने चाहिँ हामीले यहाँबाट देखाउँदैछौँ किनभने एउटा सरकार सिंहदरबारमा छ एउटा सरकार भनेको दुर्गा परसाई हो ल नमस्ते हामी दुईटै हौ हस्